के भारतले आफ्नो भूभाग जोगाउने नाममा नेपाललाई डुबानतर्फ धकल्दैछ? रौतहटको गौर नजिक भारतको बैरगनिया क्षेत्रमा रहेको सीमावर्ती बाँधलाई हालै थप अग्लो र बलियो बनाएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। रिपोर्टहरू अनुसार 10 गजा क्षेत्र नजिक दुवै क्षेत्रको सहमति बिना संरचना विस्तार गर्न नपाइने व्यवस्था हुँदाहुँदै भारतले मर्मतको नाममा बाँधको उचाइ बढाएको आरोप लागेको छ। स्थानीयवासीहरूको दाबी छ यो बाँधका कारण बागमती र लाल बगैया नदीको प्राकृतिक बहाव अवरुद्ध हुने र प्रत्येक मनसुनमा गौर सहित दर्जनौं नेपाली बस्ती डुबानमा पर्ने खतरा बढ्ने गरेको छ। अझ चिन्ताको विषय सीमा क्षेत्रमा भारतीय सुरक्षा बलको सक्रिय उपस्थिति पनि बढेको बताइँदैछ। यस्तो अवस्थामा प्रश्न उठेको छ, नेपाल सरकारले कूटनीतिक पहल गर्छ कि फेरि एकपटक तराईका नागरिकलाई बाढीको भरोसामा छाडिन्छ? अब सबैको नजर सरकारको कदमतर्फ छ। राष्ट्रिय हितको यो विषयमा नेपाल कति दृढ बन्छ त्यो हेर्न बाँकी छ। यस्तै तथ्यमा आधारित समाचारका लागि हामीलाई फलो गर्नुहोस्।